स्वागत छ तपाईलाई जापानमा नेपाली कुरा हामी तपाईलाई विभिन्न इन्फर्मेसनहरु दिन्छौं। म आज गोमी फाल्न आइरहेको छु। नेपालमा गोमी फाल्दाखेरि नाक थुनेर गोमी फाल्न जानुपर्छ भने जापानमा गोमी फाल्ने सिस्टम कस्तो हुन्छ हेर्नुस्। यो गोमीको लागि यो गोमी भनेको फोरको लागि छुट्याएको यो घर हो, छुट्टै घर हुन्छ। यो अपार्टमेन्टहरुको गोमीको लागि नै स्पेसिफिक छुट्याएको घर छ यहाँ। म तपाईलाई यस्तो घरमा अब यहाँ के हुन्छ भन्दाखेरि चाहिँ खासमा गोमी पनि एकदम स्पेसिफिक सफा हुन्छ ठाउँहरु। गोमीको लागि छुट्टै स्पेसिफिक ठाउँहरु हुन्छ है। कुनै ठाउँ ती सफा छ गोमी फाल्ने ठाउँहरु पनि यस्तो सफा छ। यहाँ बोतलहरु यतापटि राखेका छन्, क्यान बोतल सिसाको बोतलहरु छुट्टै यसरी राखिएको हुन्छ। बियरको बोतलहरु अनि यतापटि यस्ता क्यानहरु राखेको हुन्छ। दामरो कार्टुनहरु यसरी राखेको हुन्छ। छुट्टै छुट्याएर राखेको पानीको बोतलहरु यसरी राखेको हुन्छ भने एकदम सफा र चिटिक्क परेको हुन्छ। गोमी र हप्ताको यहाँ बाहिर इन्फर्मेसन पनि लेखेको छ। इन्फर्मेसन लेखेको छ 8:30 बजेमा आउँदै चाहिँ दास्तेको दास आयो भनेको छैन। यो 8:30 बजे चाहिँ प्रत्येक बिहान हामीले 8 बजे चाहिँ दासो गरिसक्नुपर्ने यस्तो कुराहरु लेखेको छ। तपाई पनि पढ्न सक्नुहुन्छ। यता यी कुराहरु रहेका छन्।